हेलो एभ्रिवान, नमस्ते सबैजनालाई अनि स्वागत छ मेरो मिनी ब्लगमा। आज चाहिँ हामी बुढाबुढी घाँस काट्न गएको। अनि घाँस काट्दै मैले चाहिँ भिडियो बनाउँछु ल बुढो भने, अनि त्यसपछि भिडियो बनाउँदैछ। मेरो भिडियो बनाइदिनु न भनेको मेरो बुढालाई मेरो भिडियो पनि बनाइदिनु भयो। अनि हामी दुवैजनाले घाँस काट्न थाल्यौँ। मेरो भिडियो चाहिँ कस्तो बिगारिदिनु भयो नि त। अनि त्यसपछि मैले बनाउनु न तपाईँहरू कस्तो डल्ली देखाएको भनेको मैले खुट्टा गरेर बनाइदिँदै हुन्छ। अनि हामी चाहिँ यति भारी लाउने पालो आइसक्यो। अनि जेठोले भारी लाउँदै हुनुहुन्छ। यो ठुलो डोकोको घाँस चाहिँ मैले काटेको हो है भन्दैछु कि म चाहिँ। अनि तैँले काटेको तर मैले काटेको भन्छु नि घरमा चाहिँ भन्नुहुन्छ कि जेठो चाहिँ। अनि जेठोले चाहिँ सानो डोको काट्नु भएको हो नि त। अनि त्यही भएर अनि मैले जेठोले काटेको घाँस बोकेर हिँडेँ। अब जेठोले पनि बोक्न लाग्नु भएको छ मैले काटेको घाँस। अब अलिक तलै छ नि त। अनि मैले माथि बारीमा काटेको घाँस अनि ड्याङ 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 गर्थ्यौँ। जाँदैछौँ कि हामी घर। अनि घर अब पुग्न लागि नजिकै छ नि त भन्ने टाढै थियो। हिँड्दैछौँ। हाम्रो ठक्का बज कति राम्रो देख्दै मैले यहाँ मोबाइल दिएर भिडियो बनाइदिनु त जेठो अब पुग्न लाग्यो भनेर भिडियो बनाउनु आएको। अनि अब पुग्न लाग्यो नि त। यही त उहाँले हाम्रो घर देखिरहेको। अनि त्यसपछि भाडी जाउन लाग्दा चाहिँ यताबाट आएर बनाइदिनु न जेठो भन्दै भनेको नि त मैले उभिएर। जेठोले त हेर्नु न कस्तो टाइपको भिडियो बनाइदिनु भएछ आधी मात्रै देखाएर। अनि त्यसको मेरो त ल्याउनु म बनाइदिन्छु तपाईँको पनि भनेको पर्दैन भन्दै थियो। त्यो पनि मैले बनाइदिएको के उसको। अब हँसिया बोकेर हिँड्नु चाहिँ बाई गर्नु न जेठो भनेको मान्दैन बाई गर्नु न भनेको भएर उसको लादी मात्रै भुँडी मात्रै देखिरहेको छ। अनि मैले उसलाई मात्रै देखाएर बाई भन्नु न